जय माशे Meyanach Magartepe Komajma Bebel Komokre Padlayo Aikotsu युहन्ना 17:5 को गहिरो अर्थ र व्याख्या। यस पदमा येशू भन्नुहुन्छ, अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। 1 ख्रीष्टको पूर्व अस्तित्व। येशूको सुरुवात बेथलेहेमको डुलबाट भएको होइन। यो पदले स्पष्ट पार्छ कि संसार सृष्टि हुनुभन्दा अगाडि नै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो। उहाँ सृजित प्राणी हुनुहुन्न, तर सृष्टिकर्ता हुनुहुन्छ। उहाँ अनन्तदेखि पितासँग हुनुहुन्थ्यो। 2 येशूको पूर्ण ईश्वरीयता। येशूले यहाँ मेरो जुन महिमा थियो भन्नुभएको छ। बाइबलमा परमेश्वरले भन्नुभएको छ कि उहाँले आफ्नो महिमा अरू कसैलाई दिनुहुन्न, यशाया 42:8। तर यहाँ येशूले पितासँग आफ्नो साझा महिमाको माग गर्दै हुनुहुन्छ। यसले प्रमाणित गर्छ कि येशू र पिता स्वभाव र स्वरूपमा एकै हुनुहुन्छ। उहाँ पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ। 3 स्वैच्छिक त्याग र पुनः स्थापना। स्वर्गको सम्पूर्ण महिमा त्यागेर येशू मानिसको रूपमा पृथ्वीमा आउनुभयो। फिलिप्पी 2:6-8। उहाँले आफ्नो ईश्वरीय शक्तिलाई त्याग्नु भएन, तर आफ्नो महिमालाई पर्दाले ढाक्नुभयो। अब क्रुसको मृत्यु र पुनरुत्थानको समय नजिक आउँदा उहाँले त्यो पर्दा हटाएर पुनः आफ्नो पुरानै स्वरूप र महिमामा फर्कने इच्छा व्यक्त गर्दै हुनुहुन्छ। यो प्रार्थना केवल उहाँको व्यक्तिगत इज्जतको लागि थिएन, तर उहाँको उद्धारको कार्य पूरा भएको घोषणा थियो। हाम्रो लागि यसको महत्त्व। यस वचनले हामीलाई यो भरोसा दिन्छ कि हाम्रो मुक्तिदाता सर्वशक्तिमान हुनुहुन्छ। उहाँ कुनै साधारण गुरु वा भविष्यवक्ता मात्र हुनुहुन्न, तर ब्रह्माण्डको मालिक हुनुहुन्छ। परमेश्वरको प्रेम। हामीलाई बचाउनको लागि उहाँले त्यो अनन्त महिमा त्यागेर संसारको दुःख झेल्न राजी हुनुभयो।